सम्पूर्णमा नमस्कार। के तपाईँ सामाजिक सञ्जाल टिकटक, फेसबुक र मेसेन्जर जस्ता सामाजिक सञ्जालहरू प्रयोग गर्नुहुन्छ? हुन्छ भने सावधान भएर प्रयोग गर्नुहोला, किनभने हिजो मात्र मेरो साथीमा घटेको घटना मैले तपाईँहरूमाझ सेयर गर्न गइरहेको छु। उहाँको प्रोफाइलमा चाहिँ तपाईँको एउटा राम्री केटीको रिक्वेस्ट आएछ। रिक्वेस्ट उहाँले एक्सेप्ट गरिसकेपछि उताबाट कुराकानी हुँदै र यताबाट कुराकानी हुँदै गइसकेपछि केही दिनमा भेट्ने कुरा भएर भेट्न बोलाएछन्। भेट्न बोलाउँदा चाहिँ तपाईँको के भएछन् भने कार्डमा पैसा पे गर्न लगाएछन्। कार्डमा पैसा पे गर्दा र लोकेसन पठाएर भेट्न जाँदाखेरिमा त्यो लोकेसनमा मान्छे छैन। त्यसैले म सम्पूर्ण जति पनि हाम्रा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइहरूलाई म के भन्न चाहन्छु भने जति पनि सामाजिक सञ्जालहरू छन्, टिकटक, फेसबुक, मेसेन्जर, त्यहाँ मार्फत कसैले फ्रेन्ड रिक्वेस्ट पठाउलान् र बोल्ने कोसिस गर्लान् भने राम्री केटीको प्रोफाइल देखेर तुरुन्तै रिप्लाई नदिनु होला। सचेत भएर बुझेर चिनेर बल्ल बोल्ने प्रयास गर्नु होला। भोलि गएर तपाईहरूलाई धेरै समस्याहरू फेस गर्न पर्ने हुन सक्छ। त्यसैले आफ्नो केयर गर्नु होला। जय देश, जय नेपाल।